लोकसेवाको आइटी अफिसरको सेकेन्ड पेपरमा चाहिँ हाम्रो कस्तो कस्तो क्वेसनहरू सोधिन्छ भनेर हामी आज सिलेबस डिस्कस गर्नेछौँ। योभन्दा अगाडिको भिडियोमा चाहिँ हामीले फर्स्ट पेपरमा चाहिँ कस्तो कस्तो क्वेसन सोधिन्छ भनेर डिस्कस गरिसकेका छौँ। हाम्रो पेजमा गएर तपाईँहरूले हेर्न सक्नुहुनेछ। हाम्रो फर्स्ट पेपरमा चाहिँ हाम्रो दुई पार्टमा डिभाइड गरिएको थियो, जसमा चाहिँ जेनरल कुराहरू पनि सोधिन्थ्यो अनि टेक्निकल कुराहरू चाहिँ हाम्रो 50 मार्क्सको मात्रै सोधिन्थ्यो भने हाम्रो सेकेन्ड पेपरमा चाहिँ हाम्रो कम्प्लिटली टेक्निकल सब्जेक्टबाट मात्रै क्वेसनहरू सोधिन्छ। हाम्रो सेकेन्ड पेपरले चाहिँ 100 मार्क्स क्यारी गर्ने गर्छ। हाम्रो जुन टेक्निकल सब्जेक्ट हुन्छ त्यसलाई पनि हामीले फर्दर डिभाइड गरेका छौँ, जसमा चाहिँ हाम्रो सेक्सन ए भनेर 30 मार्क्स राखिएको छ। अनि नोट गर्नुपर्ने कुरा के हो भन्दाखेरि इच सेक्सनको लागि चाहिँ हाम्रो छुट्टा छुट्टै एन्सर सिटहरू दिएको हुन्छ। त्यही भएर एभ्री सेक्सनको एन्सर चाहिँ छुट्टा छुट्टै एन्सर सिटमा लेख्नुपर्ने हुन्छ। हाम्रो सेक्सन ए भित्र चाहिँ के पर्छ त भन्दाखेरि फर्स्ट नम्बरमा चाहिँ कम्प्युटर फन्डामेन्टल पर्ने गर्छ हैन, जसभित्र चाहिँ त्यही हाम्रो फर्स्ट पेपरमै लेखिएको सिलेबसको कुराहरू छ। त्यस्तै डिएसएको कुराहरू पनि यहाँनिर पर्ने गर्छ। त्यस्तै हाम्रो थर्ड नम्बरमा प्रोग्रामिङ ल्याङ्ग्वेजको कुराहरू पनि पर्ने गर्छ। त्यस्तै हाम्रो सेक्सन बीमा चाहिँ 20 मार्क्स क्यारी गर्छ, जसमा चाहिँ अल अलोन हाम्रो सिस्टम एनालाइसिस एन्ड डिजाइनले क्यारी गरेको हुन्छ। हाम्रो सिस्टम एनालाइसिस एन्ड डिजाइन भन्ने टपिकबाट मात्रै हाम्रो 20 मार्क्सको क्वेसन सोधिन्छ, जसमा चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट टपिक भनेको चाहिँ जिएडिज्याड जोइन्ट एप्लिकेसन डेभलपमेन्ट रहेको छ। त्यस्तै हाम्रो यहाँनिर इआर डायग्रामहरूको डिएफडीहरूको कुराहरू पनि आउने गर्छ। त्यस्तै हाम्रो सेक्सन सीमा चाहिँ हामीले अपरेटिङ सिस्टमलाई राखेका छौँ, जसले चाहिँ 20 मार्क्स क्यारी गर्छ। अपरेटिङ सिस्टम एउटा भयो। त्यस्तै हाम्रो अर्को यहाँनिर डाटाबेस म्यानेजमेन्टको कुराहरू पनि आउँछ। अनि त्यस्तै हाम्रो सेक्सन डीमा चाहिँ नेटवर्किङको कुराहरू आयो, ल्यान व्यान म्यानहरू, सेक्युरिटीहरू, भाइरस, होम ट्रोजनर्सहरूको कुराहरू पनि आयो। त्यस्तै हाम्रो कम्प्युटर आर्किटेक्चर एन्ड अर्गनाइजेसनको कुरा आयो। त्यस्तै कम्पाइलर डिजाइन, इ कमर्स टेक्नोलोजी, एमआइएस एन्ड वेब इन्जिनियरिङ एन्ड आइटी इन नेपाल भन्ने कुरा आयो। यसरी चाहिँ हाम्रो आइटी अफिसरको सेकेन्ड पेपरको लागि चाहिँ हामीले यो टपिकहरू चाहिँ प्रिपेयर गर्नुपर्ने भयो, इच सेक्सनलाई छुट्टा छुट्टै पारेर। यसको फर्दर डिटेल भिडियोको लागि चाहिँ कमेन्टमा आइटी अफिसर लेख्नु होला। धन्यवाद।